नमस्कार, म रुदल शाह, बागमती 4 निवासी। तपाईहरुले यसपालि आफ्नो अमूल्य मत कसलाई दिने सोच्नु भयो त? घण्टी छाप, सूर्य छाप, कांग्रेस लगायत अरु अन्य पार्टीहरुलाई कसलाई दिनु चाहनुहुन्छ तपाईहरुले? मेरो अमूल्य भोट चाहिँ यसपालि मैले जानेर बुझेर अटुट प्रण गरेर मैले यसपालि आफ्नो अमूल्य भोट नारायण काजी श्रेष्ठ तारा छापलाई दिने मैले आफै भित्र प्रण लिइसकेको हुनाले गर्दा तपाईहरु पनि कतै कतै नअल्मलिकिन न कसैको लहलैमा नलागिकिन आफ्नो यसपालिको अमूल्य भोट तारा छापमै दिनु हुन म लगायत मेरो इष्टमित्र जति पनि मलाई चिनिराख्नुहुन्छ भने तपाईहरुले मलाई साथ दिनु र तारा छापमा गएर भोट दिनु बराबर नै हो। यसपालिको भोट नारायण काजी श्रेष्ठलाई। तारा छापलाई नै किन भोट भन्दाखेरि अरूहरूले त खाएर काम गर्ने भयो, तर तपाईहरुलाई थाहा नि होला तारा छापले यस्तो कहिले पनि गरेको छैन, बरु काम गरेर जनताको मर्म बुझ्ने काम गरेको हुनाले यसपालि चुपचाप तारा छाप भन्ने मूल नारा सहित आजको लागि म आफ्नो 2 शब्द यही टुङ्गाउँदै लाल सलाम।